धनराज आउँदैछन् रे उमाथि प्लेनमा आइसकेको जानकारी गराइसकेको छन् माथिबाट। अनि यो बाइक पनि छ तपाईँको होइन, अनि मेरो पनि छ त। यो बाइक चाहिँ किन सेवा सुविधाको लागि अथवा यसो टाइपको केही पठासटा गर्ने कि अथवा के छ त्यही हो। अब हामी एयरपोर्ट जाँदैछौँ। एयरपोर्टमा चाहिँ ठ्याक्क त्यो हाम्रो एकजना गाउँको साथी आउँदैछन् तर मान्छे मात्र भयो त म एक्लै कि त उनी मात्र जान्थेँ होइन। तर दुईजना किन जानु लाग्यो भनेपछि तपाईँको लगेजहरू छ अरे, अनि त्यही भएर लगेजहरू अब बाइकमा मात्र हुँदैन र रातिको समयमा फेरि अब त्यहाँ गाडीहरू मिले पनि महँगा मिल्छ, अनि त्यही भएर पनि। A few moments later. हेलो गाइस, सबैजनालाई नमस्ते, वेलकम टु माई युट्युब च्यानल आइन मगर भाइ ब्लगमा। यति बेला हामी यो सामाकोशी चोकमा छौँ। हामी चाहिँ किन राति छौँ भने सबैलाई जानकारी दिउँ कि भनेर त्यसो अन्यथा नसोच्नु होला। हामी चाहिँ एयरपोर्ट उसलाई धनराज आउँदैछन् रे उमाथि प्लेनमा आइसकेको जानकारी गराइसकेको छन् माथिबाट। भिडियो कल गरेर यहाँ तल देखाइसकेको छन् भनेर नभनौँ के अरे। हाम्रो निराज केसी लुङ्गाली र म यसमा है हामी चाहिँ जाँदैछौँ। अब लुङ्गाली भ्लग लाइभमा के कुरा छ त्यो लुङ्गाली भ्लग भिडियोमा छ। अब हामी चाहिँ लगेज सकेज छ अरे, त्यही भएर दुईवटा जान लाग्छौँ, नत्र त्यत्तिकै त्यहाँ तेल खर्च मात्र पनि हुन्छ। र कोही पनि काठमाडौँतिर आउनुहुन्छ भने चाहिँ हाम्रो लुङ्गालीको पनि खाजा घर नभएर अब रेस्टुरेन्ट खोल्ने सम्मको टार्गेट टोकिसक्नु भएको छ हाम्रो। के छ लुङ्गालीजी, अनि हाम्रो गेस्ट हाउस खोल्ने टर्कर छ अरे तपाईँको, के छ त? अनि गेस्ट हाउस अहिले नर्मली खाजा घर लुङ्गाली खाजा घर सञ्चालन भइसकेको छ। हजुर। र अब केही महिना पछाडि चाहिँ गेस्ट हाउसलाई सञ्चालन गर्ने विचारमा छु म। कसैको जिज्ञासा होला अब त्यहाँ के छ, सुविधा कस्तो छ, अब रुमसुम अथवा खानपिन के छ, कहाँनिर हो लोकेसन, यसो बताइदिनु न। लोकेसन ठ्याक्कै मित्रनगर 2 नम्बर गेटको भित्र नयाँ बस पार्कको के अरे बाहिर ठ्याक्कै नयाँ बस पार्कको नजिकै। हजुर। यो जुन मित्रनगर मार्गको अलि अघि है, त्यहाँ चाहिँ हाम्रो एउटा रोल्पाको गेस्ट हाउस छ, गजल गेस्ट हाउस नजिकै हो। अहिले खाजा घर मात्र छ हाम्रो। अबको केही समय पछाडि हामीले चाहिँ अब गेस्ट हाउस खोल्ने विचारमा छु म। अनि यो बाइक पनि छ तपाईँको होइन, अनि मेरो पनि छ नि त। यो बाइक चाहिँ किन सेवा सुविधाको लागि अथवा यसो टाइपको केही पठासटा गर्ने कि अथवा के छ विदेशबाट आउने साथीहरू या नेपालमा जस्तै अब गाउँहरू आउने व्यक्तिहरू हुनुहुन्छ नि, उहाँहरूले अरू ठाउँ पैसातिर हिँड्नुभन्दा र अलिक महँगो तिर्नुभन्दा हामीलाई फुलबारीमा चाहिँ अब धेरै सस्तोमा हामीले चाहिँ उहाँहरूले भनेको समयमा र उहाँहरूले भनेको लोकेसनमा पुर्याइदिनेछौँ। हजुर। र बाइकको व्यवस्था चाहिँ अब हाम्रो अरू मान्छे नहुँदाखेरि ट्याक्सी नहुँदाखेरि चाहिँ हामीले पठाउ अनि हामीले चाहिँ यहाँको इन्डिया भन्ने छ र बाँकी मान्छेहरूको टाइममा चाहिँ हामीले इन्डियाबाट क्यान्सल गरेर आफ्नै मान्छेलाई हिँड्हाल्नेछौँ। ल हस् त, थ्याङ्क यू। अब हाम्रो सुनिहाल्नुभयो, हाम्रो लुङ्गाली खाजा घर छ अहिले। अब केही महिनापछि चाहिँ हाम्रो गेस्ट हाउस खोल्ने जमर्को छ अरे भन्ने हल्ला सुनेर मैले थोरै लुङ्गालीसँग कुराकानी गरेको। र सो हामी फेरि अहिले किन भिडियो गराइरहेछु भनेपछि हाम्रो काठमाडौँमा भएर पनि हाम्रो भेट हुँदैन कि, त्यही भएर भेट नभएको कारणले गर्दा चाहिँ मैले उहाँसँग भिडियो बनाएको र उहाँले चाहिँ के बिजनेस गर्नुभएको छ भनेर त्यहीको जानकारी दिनलाई मैले तपाईँहरूलाई यो भिडियो बनाएको छु। त्यही हो। अब हामी एयरपोर्ट जाँदैछौँ। एयरपोर्टमा चाहिँ ठ्याक्क त्यो हाम्रो एकजना गाउँको साथी आउँदैछन् तर मान्छे मात्र भयो त म एक्लै कि त उनी मात्र जान्थेँ होइन। तर दुईजना किन जानु लाग्यो भनेपछि तपाईँको लगेजहरू छ अरे, अनि त्यही भएर लगेजहरू अब बाइकमा मात्र हुँदैन र रातिको समयमा फेरि अब त्यहाँ गाडीहरू मिले पनि महँगा मिल्छ, अनि त्यही भएर पनि हामी हुँदाहुँदै किन अरूलाई पैसा तिर्छौँ त भन्दाखेरि ओके आउनु भनेर चाहिँ भनेको छ। र कन्ट्याक्ट छ भने चाहिँ मेरो नम्बर चाहिँ 98 66 52 50 78मा कल गर्नुभयो भने हामी पनि सेवा दिन चाहन्छौँ। र लुङ्गालीको नम्बर पनि छ, एकचोटि म जानकारी दिन्छु है त। ल हजुरको नम्बर दिनु एकचोटि। नम्बर चाहिँ 97 61 48 75 88 मेरो नम्बर हो। र तपाईँको नम्बर दिनु होला। तपाईँहरूलाई रातिमा कोही कतै यात्रा गर्दाखेरि चाहिँ अब बिच बाटोमा धोका मिल्यो भने चाहिँ काठमाडौँको भ्याली लगभग हामी यो अलराउन्ड हुन्छ होइन, अलराउन्ड अब हामीले चाहिँ सेवा सुविधा दिन सक्छौँ है। हामी दुईजनाको नम्बर टिप्नु होला। अब तपाईँहरू भनेको टाइममा चाहिँ हामी आउनेछौँ। रातिको 1 बजोस् चाहे 12 बजोस् चाहे 3 बजोस् भने मतलब छैन, बराएपछि चाहिँ हामी आउनेछौँ। हस्, त्यही सुनिहाल्नुभयो। अब त्यही हो। हस्, धन्यवाद।